हरेक आमा बाबुले आफ्नो सन्तानलाई केवल माया मात्र होइन, उसको भविष्यप्रति सपना देखेको हुन्छ। मायाले मात्र उसको भविष्य प्राय असम्भव छ, तर सपनाले उसको भविष्य सम्भव छ। र त्यो सपना पूरा गर्नकै लागि अभिभावकहरूले बुझेर बच्चाको बिमा गर्न आवश्यक छ। आफ्नो बच्चाप्रति देखेको सपना पूरा गर्ने मेन टर्निङ पोइन्ट तपाईँको यही बिमा गर्ने स्मार्ट डिसिजन हुन सक्छ। त्यसैले आज म बच्चाहरूको लागि गरिने बिमा योजना बारे छोटो जानकारी लिएर उपस्थित भएको छु। नमस्कार, म अर्जुन दुमेन्दाई, नेपालको पहिलो र अग्रणी जीवन बिमा कम्पनी नेसनल लाइफ इन्सुरेन्स कम्पनीबाट बिजनेस म्यानेजर तथा लाइफ इन्सुरेन्स एडभाइजर। बच्चाको बिमा गर्नका लागि बच्चा जन्मेको 30 दिनदेखि 15 वर्ष मुनिको हुनुपर्छ। यस योजना अनुसार बिमा गर्दा आमा या बुवा एकजना हकवाला बस्नुपर्ने हुन्छ र निज हकवालाको बिमा यसै बिमा योजनामा समायोजन गरिएको हुन्छ। अब मानौ यसरी बिमा गर्दाखेरि बच्चाको उमेर 2 वर्षको रहेको छ, हकवालाको उमेर 28 वर्षको रहेको छ, बिमा अवधि 16 वर्ष र बिमाङ्क 20 लाख रुपियाँको रहेको छ भने यस्तो अवस्थामा जोखिम वहन 40 लाखको हुनेछ र वार्षिक प्रिमियम यहाँले 1,34,000 को दरले जम्मा गर्नुपर्ने हुन्छ र 16 वर्षपछि एकमुष्ट भुक्तानी लगभग 40,20,000 रुपियाँ पाउनुहुनेछ। मित्रहरू, यस योजनाको बिमाले खरिद गर्नुहुँदा विभिन्न सेवा सुविधाहरू लिन सक्नुहुनेछ, जसलाई म यहाँ संक्षिप्त रूपमा उल्लेख गर्छु। यदि बिमा अवधिभर कुनै पनि समयमा हकवालाको दुर्घटना परि पूर्ण शारीरिक अशक्तता भएको खण्डमा बाँकी वर्षको कुनै पनि प्रिमियम बुझाउनु पर्दैन। बच्चाले कमाएर बुझाउनु पनि सक्दैन र त्यो सबै मिना हुन्छ। बिमा हुने चालु नै रहन्छ र बिमा अवधि पुरा भएपछि बिमाको रकम प्लस आर्जित बोनस एकमुष्ट बच्चाले पुनः भुक्तानी पाउनेछ। बिमा अवधिभर कुनै पनि समयमा हकवालाको दुर्घटना परि मृत्यु नै भएको खण्डमा बाँकी रहेको वर्षको कुनै पनि वर्षको प्रिमियम बुझाउनु पर्दैन। अझै त्यस पछाडिको समय बिमित बच्चाको हेरचाह, पालन पोषण र पढाइ खर्च भनेर घटना घटेको दोस्रो महिनादेखि बिमाङ्कको 1% महिने पछि बच्चाले आएर पाउँछ। जस्तो कि यहाँ हामीले 20 लाखको बिमा गरिएको छ भने प्रति महिना 20,000 को दरले बच्चाले बिमा अवधिभर आएर पाउँछ र बिमा अवधि पुरा भएपछि पुनः बच्चाले बिमाङ्क प्लस आर्जित बोनस एकमुष्ट फेरि भुक्तानी प्राप्त गर्छ। त्यस्तो परिस्थितिमा अथवा त्यस्तो समयमा प्रति महिना 20,000 को दरले बच्चाको हेरचाह तथा पढाइ खर्च पुग्न सक्छ र अन्तिममा एकमुष्ट भुक्तानी पाउनुले बच्चाको भविष्य सुरक्षित हुनेछ। त्यसैगरी अर्को सुविधाको रूपमा हामीले यो बिमा योजना बच्चाको उज्जवल भविष्यलाई कल्पना गरी खरिद गरिएको भए तापनि हाम्रो मानव जीवनमा कुनै बेला गाह्रो साह्रो अप्ठ्यारोहरू आइपर्न सक्छ। त्यस कारणले यो बिमा योजना खरिद गरेको 4 वर्ष पुरा गरे पछाडि यसै बिमा लेखलाई कम्पनीमा धितो राखेर सामान्य ब्याज दरमा हामीले ऋण सुविधा पनि प्राप्त गर्न सक्छौँ र अन्त्यमा केही पनि घटना नघटोस् र भगवानको कानमा पनि नपरोस्। त्यस्तो नभइकन राम्रोसँग वार्षिक प्रिमियम जम्मा गर्दै बिमा अवधि 16 वर्ष पुरा गरेपछि यो कम्पनी नेपालकै सर्वाधिक बोनस दर दिने कम्पनी भएकोले बिमाङ्क र बोनस दर सहित जोडेर लगभग एकमुष्ट 40,20,000 प्राप्त गर्न सक्नुहुन्छ, जसले बच्चाको उच्च शिक्षाका लागि पढाइ खर्च अहिलेदेखि नै राम्रोसँग व्यवस्थापन भएको हुन्छ। यसरी आफ्नो सन्ततिको लागि उच्च शिक्षा र सफलता नै समृद्ध परिवार हुने भएकाले बिमा गर्न बुद्धिमानी हुनेछ। हवस् त, भोलिको लागि आजै बुझेर बिमा गरिहालौँ। सोचेर बस्ने मान्छे कहीँ पनि पुग्दैन, तर यात्रा तय गरेर हिँड्ने मान्छे गन्तव्यमा अवश्य पुग्नेछ। अन्ततः जीवन बिमा बारे विस्तृत जानकारी लिन र बिमा गर्नका लागि स्क्रिनमा रहेको मेरो वाट्सएप नम्बर वा यही इनबक्समा आजै र अहिले नै मेसेज तथा सिधै सम्पर्क गर्नुहोला। जन्म जन्म